Stay ahead, stay informed. लगातार किन घटिरहेको छ शेयर बजार? पछिल्ला 2 दिनमा धितेपत्र दोस्रो बजार मापक नेप्से परिसूचक करिब 50 अंक घटेको छ। आज बुधबार 11 अंकले घटेर बजार 2646.95 बिन्दुमा बन्द भएको छ। मंगलबार बजार 35.73 अंक घटेको थियो। पछिल्ला दिनमा नेप्से गंगै कारोबार रकम पनि घटिरहेको छ। सोमबार यता कारोबार रकम दैनिक घटेको छ। सोमबार 9 अर्ब 22 करोड़ रुपैयाँको शेयर कारोबार भएको थियो। त्यस्तै मंगलबार 6 अर्ब 67 करोड़ र बुधबार आज 5 अर्ब 16 करोड़ रुपैयाँको शेयर कारोबार भएको छ। अंग्रेजी जून महिनालाई शेयर बजार बढ्ने महिनाका रूपमा लिने गरिए पनि पछिल्ला दिनको कारोबार रकम र परिसूचकको घटाई अस्वाभाविक जस्तै भएको छ। बजारमा दैनिक 5-6 अर्बको कारोबार भइरहेको छ।